गर्लान् यसो देख्यो भने फेरि भरमा बोलाएर कहाँ गएको राष्ट्रमा जाने हो हामी त पछि पुराना मान्छे हामीले त्यत्रो गरे तपाईँलाई होइन तपाईँ भनेर गाली गर्नुहुन्छ भने डराएर नआउनु भएका साथीहरूलाई भन्न चाहन्छु अब डराउने होइन छाती ठोकेर आउने हो कोसँग डराउने किन डराउने देश बनाउन कसैसँग डराउनु पर्छ भने त्यो डर फालिदिनुपर्छ म एउटा कुरा भनेर जान्छु जो डराउँछ त्यसको लुक्ने ठाउँ हुँदैन डराउने होइन खुलेर आउने हो खुलेर शानले भन्ने हो मैले त मेरो विचार परिवर्तन गरेँ पार्टी त्यही बोक्नुहोस् झन्डा त्यही राख्नुहोस् नेता उसैलाई जिन्दाबाद भन्नुहोस् भोट चाहिँ घन्टी नै हो यो बाहेक अर्को विकल्प तपाईँले देख्नुभयो भने हामीलाई ल्याउनुहोस् गोविन्दजी सागरजी हामी सबै त्यतै जान्छौँ तर यतिखेर देशमा अर्को विकल्प छैन 5 वर्षको स्थायी सरकार चलाएर एउटा मौका हामी राजनीतिभन्दा माथि उठेर निष्ठा नै त्यही हो देशप्रतिको निष्ठा कुनै दल वा नेताप्रतिको निष्ठा होइन जसरी मैले भने आज तपाईँ यो चोकमा जम्मा हुनुभएको छ 5 वर्षको स्थायी सरकार दिएर हामीले काम गर्न सकेनौँ भने मैले भनेको छु घन्टी बजाउन मात्र होइन घन्टीले बजाउन पनि त्यो बजाउने भनेको भौतिक घन्टीले आक्रमण गर्ने भने होइन भोट नदिएपछि बजी होइन अहिले दुई तरिकाले बजाउन मिल्छ घन्टी एउटा भोट दिएर अर्को नदिएर यसपटक दिएर बजाउनुहोस् काम गर्न सकिएन भने नदिएर बजाउनुहोस् बजाउने नै हो हस् मैले यति नै हजुर मलाई यहाँ गीताको पुस्तक दिनुभएको छ म त्योभन्दा पहिला तपाईँलाई भन्न चाहन्छु यो महाभारत हो यहाँ कौरव पक्षमा उभिने कि पाण्डव पक्षमा उभिने जिम्मा तपाईँको यो भनेर क्या छैन हामी कौरव हौ कि पाण्डव हौ त्यो छुट्याउने जिम्मा पनि तपाईँकै हो त्यो छुट्याउने जिम्मा पनि तपाईँको तर हुन चाहिँ यो महाभारत हो है यसपटक फैसला जनताले गर्नुहुनेछ भन्ने विश्वास चाहिँ म हाम्रा साथीहरू होनहार उम्मेदवारहरू तपाईँहरूसँग सँगसँगै आउनुहुनेछ उहाँहरूलाई तपाईँहरूले आफ्ना कुराहरू राख्दै आउनुभएको छ म यति भन्दै आजको यो न्यानो आतिथ्य र यो स्वागतका लागि तपाईँलाई धन्यवाद दिँदै आफ्ना भनाइ यति नै आउँछु सबको जय